खुट्टा नबस्दो रहेछ मान्छेहरू हेर्दै हाँस्दैछ है हाई गाइज नमस्ते वेलकम ब्याक टु माई अनदर न्यू युट्युब भ्लगमा सबैजनालाई स्वागत छ र अहिले चाहिँ मेरो बुढी चाहिँ के किन्नु भएको भन त स्कुटी अलिक राम्रो त भन न अलिकति एनर्जी भन्ने छैन हौ ल ल ठिकै छ कहाँ जानु लागेको हामी चाहिँ उता हो त त्यो नेस्टो भने रातो रेड एन्ड ग्रिन त्यो लोगो देखेको छु नि त्यहीँ जानु लागेको यो देख्दैन रहेछ हेर स्कुटी चाहिँ किन किन्नु लाग्यो बुढी तिमी कुदाउने कुदाउनु त कुदाउने कस्तो कुरा गर्छ कुदाउनु सक्छ ठिक छ त्यही भएर हामी दुईजना लाग्छ नयाँ स्कुटी बुढीको आउँदैछ हो एकदम एक्साइटेड पनि भएको कि नभएको कि पनि के भन्दैन बुढीले हो त्यस्तो छ हौ त्यो त तिमीले भन्नु पऱ्यो नि त बुढी ल ठिक छ अहिले चाहिँ यता बेलुका भइसक्यो होइन टाइम कति भयो बुढी टाइम 6:30 अलमोस्ट भएछ हो त्यही भएर यहाँको भनौँ सराउन्डिङहरू पनि चाहिँ यस्तो छ मान्छे पनि त्यति छैन अनि भनौँ बेलुका हुनु आँट्यो है हो कि होइन त्यही भएर हामी चाहिँ लुखु जाँदैछौँ होइन के हुन्छ प्राइस चाहिँ रेन्जको कतिमा किन्ने भने प्राइस रेन्ज कति हो 700 to 800 को रेन्जमा किन्ने होइन त्यही भएर जानु लागेको छ होइन म चाहिँ अहिले भर्खर ड्युटी आएको अन्त खासमा बुढीको अहिले चाहिँ ड्युटी हो छुट्टी हो होइन बुढीको चाहिँ छुट्टी मेरो चाहिँ ड्युटी मर्निङ ड्युटी थियो त्यही भएर आयो होइन आउनु बित्तिकै भनौँ आज चाहिँ जाँदै गरेको हो तिमी त अलिकति अरे दिनभर रेस्ट गरेर के कुरा गर्छौ तिमी चाहिँ अलिकति रेस्ट गरेको म चाहिँ नुहाइ धुवाइ गरेर आएको ल ठिक छ त्यही भएर के त्यही भएर मिलेर हामी दुईजना चाहिँ स्कुटी किन्नु गएको स्कुटी भन्दा पनि के पो इलेक्ट्रिक स्कुटर भन्छ क्या त्यसलाई चाहिँ इलेक्ट्रिक स्कुटर त्यो चाहिँ किन्नु गएको है दुईजना खासमा म त पुरा निन्द्रा लागेको छैन आँखा पनि रातो भइसकेछ हो अनि भोलि तिम्रो ड्युटी के बुझ्यो मेरो 4 हो ओके ल 4 मेरो चाहिँ मर्निङ टाइम 8 to 5 छ होइन 8 to 5 भएपछि मेरो चाहिँ अलिक दुबई मल भन्ने ठाउँमा हो ड्युटी चाहिँ होइन त्यही भएर टाइम 5 मा चाहिँ उठ्नुपर्छ म चाहिँ 5:20 तिर उठ्नुपर्छ अनि 6:10 मा चाहिँ बसले पिकअप गर्छ है अनि मेरो बस जाने ठाउँ यता हो खासमा यतापट्टि हो होइन अनि सधैँ हामी यहाँ यता यो मार्केटतिर पनि सपिङ गर्छ कोही बेला अनि यता हेर न रेस्टुरेन्ट पनि छ हो यस्तो छ है ल चाहिँ यहाँ माथिल्लो तल एलोभेटरमा जाने होइन थाहा छ होइन यता त पनि होइन इलेक्ट्रोनिक यताको छैन बुढी माथिल्लो तल बुढी आइज 3 तल दोकानको भने स्कुटीको दोकानमा चाहिँ आयो प्राइस हेऱ्यो भने यस्तो रह्यो 2000 1000 1100 बुढीले चाहिँ यो मन पऱ्यो भन्छ यो बिफोर 1000 1500 रहेछ अहिले चाहिँ 900 ए अब कुन त किन्ने हो कि है अब स्कुटी किनौँ भनेको ड्यामेज रहेछ अनि नयाँ स्टक पनि छैन रहेछ त्यही भएर बुढाबुढी अहिले चाहिँ फर्केको पुरै मन दुखेर बुढी अहिले चाहिँ अब कुन लुलु भन्ने ठाउँमा जाने त्यही छ लास्ट अप्सन होइन र कति मन दुख्यो भने रुटाइदियो ल मलाई बोला जस्तो पाएँ भन्नु
अनि धेरै पैसा छ भने चाहिँ यता कालियान सुन दोकान पनि छ यता हो ल्याप्पै गरेर किन्थ्यो किन्ने भने फुडेक्स रेस्टुरेन्टहरू पनि छ यता पहिला पहिला मिन्स चक्लेट किन्दाखेरि हेरेको थिएँ कि कहिले हेरेको छु मैले स्कुटी जाँदाखेरि कहिले चौले त पहिला तिमीले गिफ्ट सेन्टरमा किने हो तिम्रो भनेको मेरो यता किनेको नेस्टोमा अलि लुकेर हिँड्ने जस्तो मलाई चिज हामी चाहिँ यता माथि लुलुमा पुग्यो है माथि अरे यो लुलु भने यही सपमा फेरि सेकेन्ड सपमा जानु लागेको हामी दुईजना होइन र बुढी हो अब यो लास्ट हो हो लास्ट हो लास्ट हो 1 2 3 तीन खेप थिच्यो भने चाहिँ यता फर्किनु अरे हो क्यामेरा लगाऊ हिँडेको पास यहाँ चाहिँ फाइनली आइपुग्यो तर यहाँ बाइक बाइसाइकल मात्रै रहेछ बुढीले स्कुटी त किन्यो मान्छे कुर्दा कुर्दा यहाँ कहिले जाने हो खोइ सिक्ने अरे फ्लाक छिट मान्छे धेरै आउँदैछ हौ बुढी मान्छे धेरै आउँछ कहिले एप्स सिक्यो भोलिबाट कुदाउने हो पक्का हो ल थिचो ओके घरि चढ्छ घरि झर्छ उहाँ मुनि हो उहाँ मुनि यहाँ नानामा सो यता हो यता उयो ओपनमा सोस्या छिटो आएछ छिटो जुवा स्कुटर त नयाँ किने हो खुट्टा लु आनामा सो चाहिँ यहाँ तल आएछ भने यहाँ हो यहाँ कोही आउँदैन ओ बुढी यस्तो ताल छ यी अब ड्युटीमा यो चलाउने अरे न खुट्टा चढ्छ न चलाउँछ ल है नेभर गिभ अप यु क्यान डु इट किन छिट गरेको कालो मान्छेले पनि छिट गर्छ हो के गरेको त्यो आराम गाह्रो छ बुढीलाई गाह्रो छ लु छिटो फास्ट है नो टाइम दुई दिनमा पाएन भने स्कुटी मन दुख्छ भन्दै त आज एकैतालमा पायो है लाट्टा जान्छ कमन अब चाहिँ मेरो बुढा कुद्यो स्कुटीमा ल छिटो कुदाएको छिटो बुढी खुट्टा बस्दैन त्यो कहाँ कुदाउँछ भन्नु नि भएन सक्छ मेरो बुढीलाई सक्छ किन सक्दैन छिटो गर न बुढी त्यो पनि ठिकै हो खुट्टा नबस्दो रहेछ मान्छेहरू हेर्दै हाँस्दैछ है सिको के छैन अब खुट्टै बस्दैन रे लट्याङ पट्याङ के गरेको बुढी ठिकै छ बेस्ट ट्राई
ओह मेरो बुढी सिकेको छ अझै छ भेरी गुड कमान अब चाहिँ खतरा झरे बुढी सिकिसक्यो त्यो अगाडि ठेलो न अलिकति ठेलो त्यहाँबाट जाऊ बुढी जाऊ एकचोटि राउन्ड भोलिबार चलाउने हुन्थ्यो त बुढी सवाली कन्फिडेन्ट मुखले चाहिँ सब चलाउँछ यसले अगाडि ठेलो न दुईवटा खुट्टै लगाउ न बुढी जिउ ब्यालेन्स गर ऊ पर बच्चाले त कस्तो कुदाउँदैछ ऊ साइकल जुवाबे ऊ ठिकै हो त्यो पनि फाइनली हामी चाहिँ रुममा आइपुग्यो होइन तातो पुरा भयो आज त फ्यान नलगाउन ल के ल्या देखाऊ यो मेरो भेस्ट के को भेस्ट हो त्यो चाहिँ त्यो के भन्छ सेफ्टी यसले सेफ्टी त गर्दैन न तर पनि गाडीहरूले देख्छन् कस्तो सेफ पनि गाडीहरूले एज पर द गभर्मेन्ट ल यहाँको गभर्मेन्टको कानुन अनुसार यो सेफ्टी भेस्ट चाहिँ लाउनै पर्छ त्यो भन न तिमी त के हो भन्छ त्यो चाकहरू मात्रै देखाएर हुँदैन नि त बुढी त्यस्तै हो त्यो चाहिँ खै यता पर्खिँदा त्यो पछाडि हो त्यो सेफ्टी हो नि सेफ्टी बिग्रिन्छ हौ कस्तो बुढी त्यो लाउने हो यहाँको कानुन अनुसार चाहिँ यो सेफ्टी यो हुनैपर्छ हो अनि यो चाहिँ हेलमेट हो यो हेलमेट चाहिँ हुनैपर्छ फेरि हेलमेट छैन भने चाहिँ फाइन लाग्छ यहाँ फाइन लाग्छ हो त्यही भएर यिनीहरू दुइटा पनि किन्यो होइन अनि अर्को के किन्यो लक पनि छ होइन लक पनि छ त्यो पनि किन्यो लक यस्तो खालको लक हो ल ठिकै हुने छ खोइ यता हेर त ठिकै छ त गाली गर्ने होइन यसले झ्याप्पै आउँछ मेरो हातदेखि फेरि अनि अब स्कुटी कहिलेदेखि चलाउने बुढी मन्डेदेखि पक्का हो मुखले मात्रै होइन हामीले आज चाहिँ बुढीको लागि फाइनली आफ्टर लङ टाइम भनौँ न त्यो इलेक्ट्रिक स्कुटर किन्ने भन्दैछ त्यही भएर आज चाहिँ किन्यो सिक्नु छ खासमा चाहिँ बुढीले भन्छ तिमीले के भनेको थियो खासमा तिमीले के भनेको थियो अघि मलाई आउँदैन होइन अगाडि के भनेको थियो भोलिदेखि चलाउँछु भन्दै थियो चलाउने त होइन त्यो खुट्टा लाउनु बित्तिकै भ्याक झार्छ आयो कति दिन ल ठिक छ गुड लक होइन नयाँ स्कुटी पायो एकदम मलाई पनि खुसी लाग्यो किनकि यो इलेक्ट्रिक स्कुटर चलायो भने चाहिँ पैसा पनि सेभ हुन्छ होइन घरमा पनि चारो आइपुग्छ त्यस्तो हो ल के भन्न छ बुढी फाइनल यहाँ आइज कामयार के गाइस एभ्रीवन के भनेको के भन्ने छ भनेको त डाइरेक्ट थ्याङ्क यू धन्यवाद के धन्यवाद के दिएकोमा स्कुटी कसले दियो तपाईले मलाई त अचम्मै लाग्यो बुढी आज त किन तपाईँले स्कुटी दिएकोमा मैले दिएको होइन बुढी यो त एज अ पार्ट अफ होइन काम लाग्ने भएर त किनेको होइन के आच्छे तपाईँहरूले धन्यवाद अरे कसले चाहिँ दियो भन कसले चाहिँ दिन्छ बुढी कसले चाहिँ सामान फ्रीमा दिन्छ सब्सक्राइबरले पैसा दिन्छ भन्नुपर्छ के ल के भन्ने छ ल फाइनली के भन्ने छ धन्यवाद के सब्सक्राइब गरिदिनुहोस्
सब्सक्राइब मात्रै गर कस्ता मैले त भनेको बुढी म स्कुटर राम्रोसँग सिक्छु होइन अब लाइफमा फर्स्ट टाइम हो होइन छुएको त्यस्तो त्यो मोटरवाला होइन फर्स्ट टाइम नर्मलवाला पनि छुको छुइनँ मैले नर्मलवाला पनि छुएको छैन छुको त त्यही छु भएर बट डाइरेक्ट आज यो चलायो त्यही भएर मलाई पनि खुसी लाग्यो बुढीले एटलिस्ट ट्राई गर्दैछ होइन त्यही भएर एकदम बुढीले अबदेखि खालि भुटुङ टुङटुवा स्कुटर चलाउँछ होला होइन चलाउँछ कि चलाउँदैन चलाउनु लागि किनेको होइन त्यही भएर के त्यही भएर सिक्छु अब सिक्छु मतलब स्कुटी सिकेर चाहिँ चलाउनु पऱ्यो नि त बुढी है हो नि हो सही कुरा ल हाम्रो भिडियो चाहिँ आजलाई यतिमै अन्तिम गर्न चाहन्छु त्यही भएर हाम्रो भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु नभुल्नु होला सी यू अन नेक्स्ट भिडियो